आज ड्राई पिकनिकको लागि कहाँ आएको रे गोकर्ण गोकर्ण माथि जगडोल क्या जगडोलमा आएको है अनि हामी अहिले ट्याक्सीमा जान छौँ अब ट्याक्सीमा जाँदैन त यस्तो राम्रो भ्यूहरू छ हाम्रो दाइ हुनुहुन्छ यहाँ हाम्रो पछाडि गाइजहरू यो चाहिँ लुकिरहेछ समथिङ आई म चाहिँ कसरी मलाई देखाउनु है म हो यो हाम्रो चाहिँ यस्तो हो आधी चाहिँ आउँदैछ बाइकमा आधी चाहिँ हामी गइरहेछौँ ट्याक्सीमा गइरहेछ आज पानी केले मार्यो योमा तिमीलाई थाहा छ मलाई त थाहा छैन यो तिमीहरू गरेर यो के हाँसेको है माथि नजाने माथि जाने जान्छ होइन नि त्यति माथि त कताबाट जाने यताबाट यो पनि अब बाटो परैबाट घुम्नुपर्छ तपाईँ यसकै माथि जानु लाग्यो यहीँबाट चाहिँ नजिक पर्छ यहीँबाट नजिक भयो यहीँ छोड्नु ल हुन्छ यहीँबाट नजिक हो हिँड्छौँ माथि गाडी जाँदैन माथि गाडी जान्दैन माथि गाडी त्यो जाने मान्छेहरूलाई सोधिहेरौँ होइन यहाँबाट ट्याक्सी जान्छ कि जाँदैन ट्याक्सी त यहीँसम्म हो कि उता घुमेर गयो त्यो दाइले सोध्नु यतापट्टि चाहिँ एउटा यतापट्टि गएर बाटोमा अनि त्यहाँ सिटी चढ्ने ठाउँ छ अरे अब हामी त्यहाँबाट जाँदैछौँ आज किन यो ब्लर देखिरहेछ है मेरो किन नसक्ने है सिडी चढ्नलाई चाहिँ के हुन्छ त योवाला सिडी यो है अब हामी यहाँ उत्रिनेछौँ यहाँ झर्नेछौँ यहाँ झरेर यहाँबाट सिडी चढेर जान्छौँ थ्याङ्क यू न्यू बाटो बनाउँदै रहेछ नि त बाटो बनाउँदै रहेछ गाइस अब हामी यहाँबाट अब हाम्रो गाइजहरू आउँदैछ यहाँ बारी बोकेर हेलो 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 ठिक्क पर्यो होइन ओइ के गर्दै हो गाइज है यहाँबाट बर्याङ रहेछ होइन त्यो बर्याङको बाटो चाहिँ एकदमै लङ रहेछ क्या घुम्नु पर्ने रहेछ त्यही भएर चाहिँ हामी सर्टकट बाटोको लागि यसरी चढेर हिँड्दैछौँ हाम्रो गाउँको याद आयो है यस्तो त अब मलाई शान्तिन ल मलाई घुमाउ ल हामी त अनि सिरियलतिर गर्दाखेरि जान्थ्यौँ हामी यो सबै सिरियल डिलिजा गर्थ्यौँ हाम्रो गाउँमा गाइज यो पनि चाहिन्छ यस्तो हुन्छ नि यो सबै कलेक्ट गरेर होइन हाम्रो गाउँमा चाहिँ के गर्न चाहिन्छ भने नि हाम्रो गाई गोरुको मलमा हाल्नुपर्छ ए हाम्रो पनि त्यस्तै हो गाई गोरुको गु पनि मान्छेको मलमा के गाई मान्छेको मलमा यस्तो हुन्छ नि यो यस्तो गरेर हामी चाहिँ हाम्रो गाउँमा यस्तो यस्तो गरेर पोको पारेर यस्तो गर्थ्यो गाइस अब अहिले त हिँड्नै नसक्ने भइसक्यो यताबाट हिँड्नु न सजिलो हुन्छ हुँदैन सिङ्दु अब हाम्रो आगो बाल्ने कार्यक्रम छ है टुचीमा ख्यो त छिदङ्लो फिन्दा भनेको टो मा त मिरो न
ngã ta trắng xe chữ đọc mình nhiều trắng chữ đọc đồ nhiều trắng ta mong mình đốt ngã trắng xe chữ đọc đồ tiếng ngã ta lang li ra trắng xe đi chữ đọc mình chưa kêu ta sang làm mà nghe kêu chữ đọc đó kêu ta chữ đọc đấy cái làm mà nghe तर म त नि ढाङ्से छुदक गयो ढाङ्से छुदक पनि खुवाला त छु पनि मेता भर्खाला त छुदक पनि मेता वहाँ त सिङ पनि मेता हो सिङ मेता भार्खाङ स्वर्ग हुन्छ भार्खाङमा पानी पनि छैन पानी लाग्नुसँग झगडा गरेर ल्याउनु पर्ने सिङ ती अरूको हिउलबाट कुया गरेर ल्याउनु पर्ने छातले भन्यो कसले भन्यो हामी चाहिँ यहाँ आएको है यस्तो आफैले ऊ नगरेर है यस्तो गरेर फ्याल्ने रहेछ आफ्नै फोहोर चाहिँ आफूले के गर्ने फोहोर पेटभित्र त कहाँ हाल्छ हौ फोहोरलाई चाहिँ म्यानेजमेन्ट गर्ने यसरी फाल्नु हुँदैन हामी सबैको सम्पत्ति हो अब हामी पुग्यौँ फाइनल्ली हाम्रो यहाँ बनाउँदैछौँ है ताई ताई न ताई उति ताई एकछिन तपाईँ कहाँबाट छ मन्दिरबाट माथिसम्म छ मेरो त्यो टुप्पोमा छ जग्गामा हिँडेर आउनुपर्छ नि लामो भर्याङ गरेर आउनु भन्नु अब खानेकुराहरू त्यो त्यही त्यही छ तपाईँलाई तपाईँ पाठा गइसक्यो तपाईँ त्यही त्यही कोपेन त्यो अलिकति नयाँ गेट बनाउँछ नि नयाँ गेट एउटा छ त्यहीबाट कोपेन ठाउँमा त्यो सिधा भेमा आयो त्यो एउटा नयाँ गेट बनाउँछ त्यही गेटबाट माथि भाँडै जानु छ लामो आज हामी ड्राई पिकनिक आएको हामी आज कहाँ आएको चोचो तारिङ जो कावले रे जगडोल पिकनिक ल र चोचो कावले रे अनि पिकनिक मारा रे गाह्रो भयो आउँदाखेरि गाह्रो भएन ठिकै छ राम्रो भयो पर्दैन राम्रो भयो तनहररी त साला सुन्दैछ समथिङ के गर्दै हो हो अब मासु निकाल्यो मासु ओपन भयो हाम्रो म सोधिरहेको छु के गर्दै हो म आज एक्जाम छोडी यता मेरो कजन सिस्टरहरूसँग चाहिँ रमाइलो गर्न आएको हो त्यस्तो हो आफ्नो एक्जाम चाहिँ पढ्नु पर्दैन माम खाएछु हामी अब है यस्तो खाँदैछौँ क्युक्युम्बर अनि मासु बफ होइन अचार चाहिँ यो दाइले उहाँ फेरि सलाद पनि बनाउँदै हुनुहुन्छ अब हामी यो खान्छौँ त्यसपछि फेरि पुरी खान्छौँ अनि त्यसपछि करेन खान्छौँ त्यसपछि चटपटे के टन्नै खान्छौँ गाइस अब यो मैले कहाँ चाहिँ देखेको थिएँ कि Cheers.
हाम्रो बाबाको पहिलो घन्टी बजाइदिए चाउचाउ कुन चाहिँ कसलाई सुला यो चटपटेको लागि भेजिटेबल काट्दैछु है। अब योहरू सबै काट्छु, काटेर चटपटे बनाउने बेलामा दिन्छु। अब चाउचाउ हालेन हामी त यहाँ। गाइज अब त हामी पिकनिक सकेर हिँड्दैछौँ। ल हिँड बाटोमा यसरी आउनु पर्ने। रमाइलो भयो अनि कस्तो भयो भाइ, कस्तो भयो, कस्तो भयो? सबै खानेपाटीहरू हो यो। मलाई चाहिँ तिमी चाहिँ नखाने पार्टी हो यो चाहिँ यसरी देखाऊ। मैले बनायो उनीहरू खायो। आधी आउँछ आधी नै हाल्ने। 2 मिनट हो मानव चाहिँ भिडियो बनाउने तरिका छ। अब हामी हाम्रो अब हामी आयौँ। लड्छ अब हामी भर्याङबाट जान लागेको पार्क। धेरै रमाइलो भयो आज, धेरैजना आउनुहुँदो रहेछ, एकदम फ्रेस। कहाँ जान लाग्यो त्यो?